हेलो हेलो नमस्ते। मेरो पहिलो मिनी ब्लगमा हजुर सम्पूर्णलाई स्वागत छ। म चाहिँ पेशाले एक शिक्षक हुँ र आज चाहिँ हाम्रो घर दैलो कार्यक्रम रहेको हुँदाखेरि चाहिँ म बिहानै मेरो विद्यालयमा चाहिँ 7 बजे पुगेँ र विद्यालयमा सबैजना उपस्थित भइसक्नु भएको रहेछ। सबैजना घर दैलो कार्यक्रमको लागि तयारी हुँदै र खाजा पानी गरेर चाहिँ हामी निस्किने निर्णय भएको कारणले गर्दा सबैजना नास्ता चिया गरिसक्नु भएको थियो। हाम्रो चिया पानी कार्यक्रम सकिएपछि चाहिँ बिस्तारै कार्यक्षेत्रमा हामी निस्कियौँ। आज हाम्रो घर दैलो कार्यक्रम दोस्रो दिन थियो, तर पनि सबैजना उत्साहपूर्वक आफ्नो कार्यमा संलग्न हुनुहुन्थ्यो र अब यहाँबाट हामी आफ्नो काम सुरु गर्दैछौँ। वडा नम्बर 14 नयाँ बस्तीमा चाहिँ हाम्रो विद्यार्थी भाइ बहिनीहरू, अधिकांश विद्यार्थी भाइ बहिनीहरू चाहिँ हाम्रो सत्यम जेभियर्स माध्यमिक विद्यालयमा अध्ययन गर्ने हुँदाखेरि चाहिँ हाम्रो पहिलो टार्गेट भनेको चाहिँ यही ठाउँमा थियो। यसै गरी हामी रमाउँदै उकालो ओह्रालो गर्दै हैन फुलहरूसँग रमाउँदै, फुलहरू मलाई अत्यन्तै मनपर्छ र यहाँ आमाले चाहिँ आफ्नो जात धर्मको बारेमा चाहिँ विषयमा चाहिँ छलफल गर्दै हुनुहुन्थ्यो। सबैजना हामी सुन्ने र आमा सँगसँगै चिसो पनि पिउँदै थियौँ। फुलसँग चाहिँ मेरो अलि धेरै नै लगाव भएको कारणले गर्दा र वातावरणसँग चाहिँ म नजिक, प्रकृतिसँग चाहिँ म प्रकृति प्रेमी भएको कारणले गर्दाखेरि चाहिँ धेरै मनपर्ने र हाम्रो त्यहाँको काम सकिएपछि चाहिँ हामी निस्क्यौँ। वडा नम्बर 9 सिमेन्ट रोड भन्ने स्थानको लागि चाहिँ निस्क्यौँ र त्यहाँ हामीले मिठो मिठो पानीपुरी, तातो पानीपुरी पनि खायौँ। त्यसै गरी सानो भाइ बहिनीसँग बिदा मागेर हामी निस्क्यौँ वडा नम्बर 17 मैदा टोल भन्ने ठाउँमा। सबैजना शिक्षकहरू अब हाम्रो लगभग हामी अन्त्यतिर आइसकेका थियौँ। धेरै रमाइलो कुराकानी हुँदै हामी अगाडि बढ्यौँ। यो भिडियो हेर्दै गर्नुहुने सम्पूर्णलाई चाहिँ के भन्न चाहन्छु भने सत्यम जेभियर्स नै रोजौँ, किनकि विद्यार्थी, अभिभावक र शिक्षक बीच सुमधुर सम्बन्ध कायम गरेर गुणस्तरीय शिक्षा दिने हाम्रो एजेन्डा भएको कारणले गर्दा हामीलाई नै रोजौँ भन्न चाहन्छु। हस्त बाई बाई।